दशक अघि एकपटकमा 50 लाख रुपियाँसम्म नगद कारोबार गर्न पाइने व्यवस्था रहेकोमा अब त्यो सीमा 5 लाख रुपियाँमा झरेको छ। नेपाल राष्ट्र बैंकले हालसम्म 10 लाख रुपियाँसम्म नगद कारोबार गर्न पाइने सीमालाई घटाएर 5 लाख रुपियाँमा झारेको हो। अब कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा 5 लाख रुपियाँ वा सोभन्दा बढी मूल्यको सेवा, वस्तु वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ प्रणाली वा वित्तीय उपकरण मार्फत भुक्तानी गर्नुपर्नेछ। 2082 माघ 1 गतेदेखि लागू भएको यो व्यवस्थाले अपारदर्शी कारोबार नियन्त्रण गर्ने सरकारको दाबी रहेको छ। यद्यपि यसले सर्वसाधारण र साना व्यवसायलाई शास्ति पर्न सक्ने चिन्ता पनि बढाएको छ। यो व्यवस्था 2082 मङ्सिर 15 गते बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार लागू गरिएको हो। मन्त्री परिषदको निर्णयपछि अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै राष्ट्र बैंकले नगद कारोबारको सीमा पुनः निर्धारण गरेको हो। अर्थ मन्त्रालयका अनुसार नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को दफा 44 ग बमोजिम नगद कारोबारको सीमा घटाइएको हो। यसको उद्देश्य कालोधनको प्रयोग, अपारदर्शी आर्थिक गतिविधि र गैरकानूनी कारोबार नियन्त्रण गर्नु रहेको भनाइ छ। तर सबै क्षेत्रमा नगद पूर्ण रूपमा निषेध पनि गरिएको होइन। अर्थ मन्त्रालयका अनुसार वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, बैंकबाट लिएको कर्जाको सावा तथा ब्याज तिर्न, बैंक बीचको नगद कारोबार, स्रोत र प्रयोजन खुल्ने गरी सीमाभन्दा बढी नगद राख्न वा देशभित्र एक स्थानबाट अर्को स्थानमा लैजान भने निश्चित शर्तसहित छुट दिएको छ। साथै कुनै निक्षेपकर्ता वा बचतकर्ताले ठोस कारण देखाएर नगद भुक्तानीको माग गरेमा सम्बन्धित वित्तीय संस्थाले सीमाभन्दा बढी नगद दिन सक्ने व्यवस्था पनि राखिएको छ। नगद कारोबारको सीमा घट्नुको मुख्य उद्देश्य अपारदर्शी कारोबार नियन्त्रण गर्नु भनेर बताइएको छ। कतिपय क्षेत्रमा गलत तरिकाले आर्जन गरेको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा नगद कारोबार प्रयोग भइरहेको हुन्छ। यसलाई नियन्त्रण गर्न नगद कारोबारको सीमा घटाइएको छ। अर्थतन्त्रलाई परम्परागत नगद र भौतिक प्रणालीबाट क्रमशः डिजिटल तथा भर्चुअल माध्यमतर्फ लैजानु आजको आवश्यकता हो। वित्तीय पारदर्शिता बढाउने, कर छली रोक्ने, आर्थिक अनुशासन कायम गर्ने दिशामा यो कदम महत्त्वपूर्ण रहेको भनाइ छ। तर सरकारवालाहरूले भने साना व्यापारी, ग्रामीण क्षेत्रका व्यवसाय र डिजिटल पहुँच सीमित भएका समूहका लागि यो व्यवस्था चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। नगदमै निर्भर अर्थतन्त्र भएको मुलुकमा अचानक कडाई गर्दा व्यावहारिक समस्या बढ्ने भनाइ छ। राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै जाँदा निरन्तर रूपमा नगद कारोबारको सीमा घटाउँदै आएको छ। केन्द्रीय बैंकले 2070 मङ्सिर 1 गतेदेखि लागू हुने गरेर बैंक तथा वित्तीय संस्थाले 50 लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा अकाउन्ट पे चेक मार्फत गर्नुपर्ने व्यवस्था गरेको थियो। 50 लाखको सीमाले अवैध कारोबार गरेको निष्कर्ष भएपछि 2073 साउनमा राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहन गर्न 30 लाख रुपियाँ भन्दा बढीको कारोबार अनिवार्य रूपमा चेक मार्फत गर्नुपर्ने व्यवस्था गरेको थियो। केन्द्रीय बैंक यतिमा मात्रै सीमित रहेन, नगद कारोबारबाट हुने जोखिम बढिरहेको भन्दै फेरि 2074 साउन 1 गतेदेखि 10 लाख रुपियाँ भन्दा बढीको कारोबार बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने व्यवस्था लागू गर्यो। आर्थिक वर्ष 2074-75 को मौद्रिक नीति मार्फत 10 लाख वा सोभन्दा बढीको रकम भुक्तानी नगदमा गर्न नपाइने व्यवस्था लागू गरेको थियो। 2074 पछि केन्द्रीय बैंकले यही 2082 माघदेखि लागू हुने गरी 5 लाखको सीमा कायम गरेको छ। सरकारले डिजिटल अर्थतन्त्रलाई विस्तार गर्न भन्दै नगद कारोबारको सीमा घटाएको भनाइ छ। अवैध नगद कारोबार, सम्पत्ति शुद्धिकरण र कर छलीलाई रोक्न पनि नगद कारोबारको सीमा खुम्चाइएको हो। यस्तै आर्थिक कारोबारलाई ट्र्याक योग्य र पारदर्शी बनाउन भन्दै सरकारले यस्तो नीति लिएको हो। यति बेला सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्चालनमा छ। सरकारले यसका कारण पनि बैंकिङ प्रणालीबाट हुने कारोबारलाई जोड दिँदा स्थानीय तहमा भएको बैंकहरू सबैतिर पूर्ण बैंकिङ सेवा भने सुचारू भएको छैन। पूर्ण रूपमा बैंकिङ पहुँच नपुगे पनि नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई शून्यमा झार्ने रणनीतिमा काम गरिरहेको छ।
आंशिक रूपमा ब्याङ्किङ पहुँच देशभर नै पुगेको अवस्थामा पनि 1 दशक अघि 50 लाख रुपियाँसम्म नगद कारोबार गर्न पाउने सीमालाई खुम्च्याउँदै राष्ट्र ब्याङ्कले 5 लाखमा झारेको छ। यद्यपि ग्रामीण भेगका स्थानीय तहमा ब्याङ्कको शाखा सञ्चालनमा भए पनि पूर्ण ब्याङ्किङ पहुँच विस्तार नहुँदै राष्ट्र ब्याङ्कले नगद कारोबारमा कडाई गर्दा ग्रामीण भेगका जनताले भने चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने यस क्षेत्रका विज्ञहरूले बताउँछन्। पैसाको भ्यालु कम हुँदै गएको समयमा नगदको सीमा घट्नु अव्यावहारिक रहेको पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्रीले भन्नुभएको छ। भ्रष्टाचार कम गर्न भन्दै नगद कारोबारमा सीमा घटाइएको भन्दै यस व्यवस्था लागू गर्दा अन्य प्रभावलाई मध्यनजर नगरेको उहाँको भनाइ छ। फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई दोस्रो पटक ग्रे लिस्टमा राखेको छ। यसले नेपालमा भ्रष्टाचार, घुसखोरी र अनौपचारिक कारोबार उच्च स्तरमा रहेको देखाउँछ। यसबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनले समेत नेपालमा 40% भन्दा बढी अनौपचारिक अर्थतन्त्र रहेको देखाउँछ। यी तथ्यहरूलाई मध्यनजर गर्दै राष्ट्र ब्याङ्क सम्पूर्ण कारोबार ब्याङ्किङ च्यानलबाट गराउन चाहन्छ, जसले सर्वसाधारणलाई ट्र्याक गर्न सहज बनाउने र ग्रे लिस्टबाट हट्न तथा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक च्यानलमा ल्याउन सघाउँछ। यही कारण नगद कारोबारको सीमालाई 5 लाखमा ल्याएको सरकारले निकट भविष्यमा शून्यमा झार्न सक्छ। यो सामग्री मैले ब्याङ्किङ समाचारबाट लिएकी हुँ।